दाङ जिल्लाको एकदम भाइरल ठाउँ जहाँ थियो हाम्रो चाहिँ खानेकुरा रेडी भइसक्यो यता। सो हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप हजुरहरू सब सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै आरामै छु। आज चाहिँ हामी आएका छौँ पुरनधारा, दाङ जिल्लाको एकदम भाइरल ठाउँ जहाँ थुप्रै पर्यटकहरू आउने गर्नुहुन्छ घुम्नको लागि। त्यहाँ माथि र त्यहाँ चाहिँ झरना छ, त्यहाँ हामी जान भ्यायौँ भने जान्छौँ। अहिले चाहिँ हाम्रो व्यवस्था यहाँ भइरहेछ, आगो बलिरहेछ। त्यहाँनिर चिकन छ, चिकनको व्यवस्था हुँदैछ। दाउरा साउरा ल्याइसकेका छौँ हामीले। हाम्रो मासु पाक्दैछ, अब मासु अब मजाले बनाउनु पर्छ। यतातिर छन् मसँग आशिष, सन्दीप, त्यहाँ दाइको नाम के गरे, नाम पनि बिर्सेँ यार मैले, कृष्ण महतारा नै, त्यो महेश बस्नेत, त्यहाँको नाम महेश बस्नेत। अनि सो हामी चाहिँ यता हेर्न सक्नुहुन्छ, यस्तो दामी लोकेसन छ है। यो चाहिँ हाम्रो बबई नदी, अनि टक्क लागेर सिन देख्न सक्नुहुन्छ, दामी छ साथीहरू। हामी टक्कै पुरनधारा आएका छौँ अहिले। यतातिर हेर्न सक्नुहुन्छ एकदम माहौल थुप्रै छन्। त्यहाँतिर पारितिर पनि त्यहाँ नुहाउनको लागि हेर्न जान सक्नुहुन्छ। त्यहाँ थुप्रै केटाहरू छन्, अनि त्यहाँतिर पनि एकजना दाइहरूको व्यवस्था भइरहेछ। 4 जनाको टोली छ त्यहाँ। अलि माथितिर केटीहरूको थुप्रै केटीहरू छन्। अलि त्यहाँतिर माथितिर त्यहाँ झुलुङ्गे पुल छ, अनि त्यहाँ माथि झरना झरना छ। देखिन्छ कि देखिन्न आई डोन्ट नो, मैले जुम गर्छु है। त्यहाँ माथि देख्न सक्नुहुन्छ त्यो झरना भयो होइन। त्यहाँ दाइहरू पनि अब व्यवस्था हुँदैछ त्यहाँहरूको पनि। यहाँ केटाहरू चाहिँ पौडी खेलिरहेको छन्, यता हेर्न सक्नुहुन्छ है, थुप्रै छन्। यतातिर पनि दाइहरू बस्नु छ। हाम्रो चाहिँ यहाँ व्यवस्था भइरहेछ है। त्यहाँ आगो बलिसक्यो हाम्रो, अनि हाम्रो आगो बाल्नमा चाहिँ सन्दीप, अनि त्यहाँ आगो बलिरहेछ। अनि हाम्रो व्यवस्था भइरहेछ यतातिर मासु टक्क लाएर। यतातिर हेर्न सक्नुहुन्छ है, मेरो ब्याकग्राउन्डमा पछाडि क्या दामी छ है। हामी चाहिँ यहाँ यता पुरनधारातिर आएको एकदम पर्यटक स्थल। यहाँ थुप्रै टाढा टाढाबाट पनि यहाँ घुम्न आउनुहुन्छ। त्यहाँ माथि त्यहाँ झरना छ, अनि यो चाहिँ एकदम बवाल छ है। पानी यतातिर नुहाउन लाग्छन्। यहाँ गहिरो निकै गहिरो छ, त्यही पनि नुहाउन लागेको छन्। अनि एकदम व्यवस्थित तरिकाले मासु बनाउँदै हुनुहुन्छ है। अब के गर्नु, भाँडाकुटी ल्याएन, प्लास्टिकमै बनिरहेछ। टक्क लाएर चिकनमा मरमसाला हेर्न सक्नुहुन्छ कि दिल्लीको कुक आजभोलि दिल्लीमा अब ग्यास नपाइकन नेपालमा आएर खोलामा कुकिङ गरेर लाउनु भएको छ। सेफ हो है यहाँ, फेरि सेफ। बजाऊ बजाऊ एकछिन है, मलाई कपिराइट हान्छ, एकछिन पछि बजाउला कि अहिले नखानु। ओइ अहिले नबजाऊ कि, कपिराइट हान्छ कि, अलि पछि बजाउँला कि, खाने सुरु गरेर सुरु गरेपछि। अहिले त भ्लग बनाउनु दिउँ न यार। यता आइसक्यो, 500 रुपियाँ खर्च गरेर सार निस्कियोस् नि होइन दाइ। अनि टक्क लाएर हाम्रो आगो बलिसक्यो साथीहरू, हेर्न सक्नुहुन्छ। यो अर्ग्यानिक स्टाइलमा, अब गाउँमा देहाती स्टाइल। पानीको व्यवस्था छ, यसमा उखोहरूको व्यवस्था छ। मासु पाक्दैछ अब मस्त बनाएर। हाम्रो चाहिँ खानेकुरा रेडी भइसक्यो। यता मासु छ। म यहीँ बस्छु, म नखाने मान्छे परे। मलाई त केटाहरूले माउन्टेन ड्यू ल्याइदिएछन्, उता तिनीहरूले के ल्याएछन्, पानी जस्तो छ सेतो सेतो। अनि यता हाम्रो मासु पाकिरहेछ। हजुर कहाँ छ? हाम्रो पाकिसक्यो है, अब खाने। ल साथीहरू, हाम्रो चाहिँ खानपिन भइरहेको छ मस्त पारामा होइन। माउन्टेन ड्यू ल्याएको थिएँ मैले चाहिँ, उनीहरूले पनि त्यही ल्याएको थिए है। केटाहरू पकाउँदै खाँदै गरिरहेछन्। हामी चाहिँ अहिले देख्न सक्नुहुन्छ यस्तो दामी फ्लोरमा छु है, टपमा छु म, यो ढुङ्गामा चढेको छु। अनि
मासु पकाउँदै खाँदैछन्। माउन्टेन ड्यू खाइकन पेट फुल्लिगयो। अब बढी भइसक्यो। यो त पुरा माटिने 6 महिनाको जस्तो भइसक्यो पेट। धेरै नखाउँ अब नखाउँला। अनि हामी चाहिँ यहाँ आएका थियौँ मस्त घुमाउँला भनेर। एकपछि केटाले गीत बजाइरहेछन् त्यही कारणले मलाई लाग्छ कि कपिराइट स्ट्राइक हानिहाल्छ। त्योभन्दा म बजाउँदिनँ है त। बाइक गयो खोलामा। ल ल ल ल ल के छ र 2 दिनको दाइ बन्द गरिदिनु है ल। भएर युटी भएर तिमी हेरी भएर तिमी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै तेरीमा बर्बाद गर्यो केटा हो बर्बाद गर्यो। हाम्रो यहाँ कस्तो मजाको डान्स भइरहेको थियो। बगालौ खतम बनायो बगालौ। डुक ब्याग त्यहाँ पानीमा हालिसक्यो। मेरो पनि हाल्ने कुरा गर्थ्यो म त हाल्दिनँ। अनि है साथीहरू ल हामी चाहिँ पुरनधाराबाट निक्लिसक्यौँ। अब जाँदैछौँ घरतिर। आज पुरा म्युजिक मात्रै बजिरहेछ ब्याकग्राउन्डमा है साथीहरू। फुल भरेको छैन ल साथीहरू म चाहिँ घर आइपुगेँ। अनि त्यही हो घर आइपुगेँ। यो चाहिँ मेरो रुम। सो साथीहरू आजको भ्लग के कस्तो लाग्यो अनि राम्रो लाग्यो आफ्नो कमेन्ट दिनु होला प्रतिक्रिया दिनु होला। अनि लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै म यो भ्लग यहीँ एन्ड गर्छु। र सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला है त। बाई।